नमस्ते साथीहरू, म रत्न थापा। तपाईहरु अहिले हेर्दै हुनुहुन्छ टेक्निकल भ्यू रत्न युट्युब च्यानल। साथीहरू, तपाईहरु यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया टेक्निकल भ्यू रत्न युट्युब च्यानललाई सब्स्क्राइब गरी सँगै आउने बेल आइकनलाई प्रेस गरी अल नोटिफिकेसन अन गर्न नभुल्नुहोला, ताकि आगामी दिनहरुमा यस्तै जानकारीमूलक भिडियो सन्देश सामग्रीहरू मैले पोस्ट गर्दा सबैभन्दा पहिले तपाईहरुको मोबाइलमा नोटिफिकेसन बनेर पुग्न सकोस् र मैले सिकाउन चाहेको कुराहरू तपाईहरुले नछुटाइकन हेर्न पाउनुहोस्। हो साथीहरू, आज मैले तपाईहरुलाई के कुराको जानकारी दिन गइरहेको छु भन्ने कुरा तपाईहरुले मेरो भिडियोको थम्बनेल हेरेर पनि चाल पाइसक्नु भयो होला। यदि चाल पाउनु भएको छैन भने केही छैन, आउनुहोस्, म तपाईहरुलाई यसको बारेमा जानकारी दिन गइरहेको छु। राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा शुक्रबार राति प्रकाशन भएको छ। यस वर्षको एसईई मा 61.81% विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षा दिएका 4,38,896 विद्यार्थी मध्ये 2,71,279 जना कक्षा 11 मा भर्नाका लागि योग्य भएका छन्। एसईई को नतिजा हेर्नका लागि विभिन्न तरिकाहरू अपनाउन सकिन्छ। एसईई को रिजल्ट सजिलो तरिकाबाट हेर्नका लागि, चेक गर्नका लागि कसरी गर्ने भन्ने कुरा म तपाईहरुलाई देखाउन गइरहेको छु। भिडियोलाई सुरुदेखि अन्त्यसम्म नछुटाइकन हेर्नु होला। यदि भिडियोलाई मन परे लाइक र एक शेयर गर्न पनि नभुल्नु होला। साथीहरू, अब ढिला नगरिकन म तपाईहरुलाई मोबाइलको स्क्रिन शेयर गरेर देखाउन गइरहेको छु। सर्वप्रथम त साथीहरू, तपाईहरुले आफ्नो मोबाइलको गुगल क्रोम ब्राउजर या त वेब ब्राउजरमा गएर www.ntc.net.np SEE result 2082 भनेर लेख्नुपर्ने हुन्छ। मैले यहाँनेर लेखेर सर्च गरेँ र सबभन्दा माथि यसरी देखाउँछ नेपाल टेलिकम SEE.ntc.net.np SEE result भनेको छ। तपाईहरुले यसमा क्लिक गर्नु होला र यसरी क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुलेर आउनेछ। यहाँनेर साथीहरू, यसलाई तलमाथि तानेर हेर्नु होला। यसलाई यसरी माथि तान्नु होला र यहाँनेर दिएको छ तपाईको सिम्बल नम्बर र डेट अफ बर्थ हाल्नुपर्ने हुन्छ। यहाँनेर मैले सिम्बल नम्बर हालेँ स्याम्पलको लागि, तपाईहरुलाई देखाउनको लागि। र त्यसैगरी तपाईहरुले सिम्बल नम्बर मात्रै हालेर पनि सर्च गरेर हेर्न सक्नुहुन्छ, रिजल्ट देख्न सक्नुहुन्छ। यहाँ हेर्नु होला, तपाईहरुले यहाँ देखाइरहेको छ कि रिजल्ट तपाईको यस्तो छ भनेर। र तपाईको रिजल्ट मात्रै हैन, ग्रेड सिट सहित रिजल्ट हेर्न सक्नुहुन्छ। यहाँनेर हेर्नु होला, मैले तपाईको ग्रेड सिट सहित रिजल्ट हेर्नको लागि चाहिँ सिम्बल नम्बर र डेट अफ बर्थ हालेर अनि सर्च गर्नुपर्ने हुन्छ। मैले तपाईको यहाँ डेट अफ बर्थ र सिम्बल नम्बर हालेँ। त्यसपछि सर्च बटनमा गएर सर्च गरेँ। यदि गर्ने बित्तिकै यहाँ तपाईहरुको सर्लक्क खुलेर चाहिँ आएको छ, जसमा तपाईको मार्कसिट, ग्रेड सिट सहित देखाएको छ। हेर्नु होला, म तपाईहरुलाई यहाँ तानेर बढाएर पनि देखाउने छु। ल हेर्नुस्, यहाँ यसरी देखाउने छ विषय, तपाईको सिम्बल नम्बर, तपाईको डेट अफ बर्थ, अनि त्यहाँबाट भएन तपाईले कुन कुन विषयमा कति कति मार्क्स ल्याउनु भयो, कति जीपीए ल्याउनु भयो भनेर, र अनि के छ स्ट्याटस भनेर यसरी देखाउने छ यहाँनेर साथीहरू। अनि यसलाई तपाईहरुले प्रिन्ट गर्न सक्नुहुन्छ, डाइरेक्टली प्रिन्ट पनि गर्न सक्नुहुन्छ या त स्क्रिनशट पनि गरेर राख्न सक्नुहुन्छ। यो थियो एसईई को रिजल्ट अनलाइन मोबाइलमा कसरी चेक गर्ने भनेर एउटा डेमो। तपाईहरुलाई यस्तै जानकारीमूलक भिडियो चाहिएमा मेरो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। आगामी दिनहरुमा यस्तै जानकारीमूलक भिडियोहरु लिएर आउने नै छु।